गाडी कोट्दै छ म गाडी कोट्दै देखिन त दाइ आराम सन्चै हान्छ केटाले ल हाम्रो घोस्याङ दाइ हेलो 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 ओइ सिसा सब बन्द गरेछ नि ओ मासुको झोल बड्डा के गर्छ के यार अलि बिस्तारै गर न अलि बिस्तारै के ह्यान्ड साथीहरू आज चाहिँ हामी कालापारमा गाडी धुन आएको छौँ जस गाडी चाहिँ यता छ साउ छ त्यतातिर हुनु छ बनै हामी छ है अहिले गाडी धुन आएको छौँ कि यस्तै जागिर पाएको छ नि त कालापारमा तर घुम्न आएको है हो कि न हो एकदम राइट राइट जाडो भइरह्यो यार अब त झन् कहाँ यार घाम जान्छ पो भन्छ त आउँछ होला भने त मायागुरी आगाम के ओरिस नानी दिँदै झन् बेस्टसित आएको हामी दाइ र म भेस्ट लगाएर आएको के यार ज्याकेट छोडेर थातिरका मासला जाडो लाग्यो नि सन्जु भाइ ल मैले देखाएँ आज तिमीलाई भिडियो आमामा आइफोनमा कति राम्रो देख्यो हेर न आइफोनमा यस्तो बबाल देखिन्छ नि तर दाइ भन्दा चाहिँ म अलि ह्यान्डसम नै हो ओके यता आउ न यता आउ न ओ भाइ कति राम्रो वाह दामी छ दोस्या दाइ के छ गाडी धुँदाखेरि मजा त आएर छ ओ घोड्नेवाला कुछ नहीं है दाइ निकालो थिए हामी घोदिङ्गे ल साथीहरू अब हामी चाहिँ काम गर्न लाग्यो कालापारको जिन्दगी यस्तै छ गाडी कोट्दै छ म गाडी कोट्दै न त हाँसु यता दे बिहानदेखि मुख धुवा छैन भनेर धुला चाहिँ 2 दिन लाग्छ तर जस काम चाहिँ गर्छ क्या हाम्रो दाइले बाउजू चाहिँ हाम्रो लास्टै भाग्यमानी राम्ररी घोटाइ को यो फेरि म गराउँदा गराउने हो उता जाउने बटा तिमी को दाइ तपाईँ ओभर हुने होइन के वाउ वाउ मजा मजा आइर कति जाडो आयो कति जाडो भयो के फेरि पनि मलाई त ज्याकेट देऊ न यार तिमी त अघि तातो तातो पराउ छौ न त्यही चाहिँ के भन्दैछु त यसलाई यस्तो गर्ने अनि जाडोले लक्ष्य काम यार यातायात बन्द भयो त्यही गाडीलाई पुग्छ नि अन्त न उल्ली जाऊँ ही खाना देखिन काका उल्ली जाऊ हुई क्या रे ओ तरता ओ छट्ट होंगाला ओ छट्ट सचिन ने ओ छट्ट क्या रुसा काका गाइज आज चाहिँ हामी के भयौँ भन्दाखेरि अघि चाहिँ गाडी धुन गएको अहिले चाहिँ गाइजहरूसँग हामी चाहिँ डुल्न गएको छौँ जस्ट एउटा अल्छी चाहिँ सुतिरहेको थियो यो चाहिँ गएन नि त हामी 3 जना गएको एन्ड यिनीहरू मध्ये चाहिँ अब के भनौँ भन्दाखेरि त्यस्तै हो हामी चाहिँ यहाँदेखि अब उता पुल्का जाँदैछौँ जहाँ चाहिँ उहाँ चाहिँ किन यो ब्याग कुदै हुन्न कि फेरि यहाँ गएको यार पहिला मेरो फाल्ने यतातिर छ गाइजहरू हामी जाने ठाउँ चाहिँ यो त पुल्का भन्छ है
And let's see from हाम्रो नाइ सरले अब यहाँ ट्याक्क लागेर कपाल काट्दै हुनुहुन्छ सर एकचोटि केही भनिदिन चाहनुहुन्छ जम्मा 150 अनि कपाल काट्ने भाइले चाहिँ 150 रुपैयाँ तयार गरेर राख ल अनि गाइजहरु यस्तो छ है ठाउँ चाहिँ बबाल लाग्छ के त तिरको ठाउँ चाहिँ दामी नै हो